फाइनली गाइस पोखरामा यसरी पानी परेर हावाहुरी चलेको छ। पुरै अँधेरो भएको छ यहाँ त यार। ठ्याक्कै हाम्रो यो पछाडिपट्टि ठ्याक्कै यो ठुलो यो फिस्टेल फन पार्क भन्ने रहेछ। यस्तो रातिमा यस्तो दामी देखिन्छ यहाँ लाइटहरू बलेर। यो माथिपट्टि एउटा रिसोर्ट छ हैन। यो यतापट्टिको यो लाइट बलेको पछाडिपट्टि यो ठुलो देखेको छ नि यो बिल्डिङ के यो चाहिँ तपाईको उसो बन्दीपुर रिसोर्ट हो के। बन्दीपुर रिसोर्ट हो। यतापट्टि साइडमा उयो यो यतापट्टिको यो आर्मी क्याम्प हो। त्यसपछि उतापट्टि साइडमा चाहिँ पुलिस क्याम्प छ के। कस्तो हेर्नु राम्रो यो ठ्याक्कै तपाईको यो देख्दाखेरि यो बाडी मालिका जस्तो देखिन्छ यो डाँडाहरू। सबै पिसमा फैलिएको छ के। अहिले चाहिँ 6 बजे छ दिउँसोको 6 बजे नै यस्तो अँधेरो भइसक्यो पानी परेर नन स्टप।